छलफल कक्षामा आउनुभएको लगभग 3 वर्ष जति भयो हैन? अब छलफल कक्षामा आउन थालेपछि तपाईलाई यहाँ आएर छलफल गर्दा त्यहाँ कुराहरू सिक्दा तपाईको जीवनमा के नयाँ कुरा गर्नुभयो, के परिवर्तन आयो त्यो भनिदिनुस् न एकचोटि। पहिला म यस्तै अब पढ्न 1 क्लास पढेर म छोडेँ। त्यहाँबाट पछि त्यस्तै घरमा किसान गरेँ। पछि छलफल क्लास आएपछि मैले छलफल क्लासमा गएर अनि तपाई 1 क्लास पढेर चाहिँ किन छोड्नु भयो त त्यो बेलामा? 1 क्लासमा अब छोड्ने घरमा त्यस्तै थियो के धेरै भाइ बहिनी हुँदाखेरि म पढ्न पाएन। बुवा मम्मीले त पढ भन्नुहुन्थ्यो। पढ भने पनि मैले अब यस्तो पढेर पो के गर्न सक्छु भन्ने पहिला सोच गयो। भाइ बहिनीलाई पाल्नु पर्यो अनि भाइ बहिनी घरको स्थिति पनि त्यस्तै हुनाले घरमा बसेर भाइ बहिनीको सेवा गर्नुपर्छ भन्ने सोच गयो। त्यहाँबाट पछि सबैले यस्तै नादेश पढ्दाखेरि जाँदाखेरि नि त्यहाँ साथीहरूले के भन्यो भने अनि एउटा साथीले मलाई अनपुर भन्यो। अनपुर भन्दाखेरि अरूले भने किन अनपुर भन्छस्? अनि त भन्दा त अलिकति त्यो जान्ने पनि छ, बुझ्ने पनि छ, नाम पनि लेख्न आउँछ भने। त्यहाँदेखि पछि अनि मैले साथीहरूले भने साथीहरूले अनि तँलाई त अनपुर भन्यो भनेर भने। मैले भने साथीको रूपमा अनपुर भने पनि के भयो त अनि भन्न दिएँ साथी नै हो भनेर सोच गयो। अब साथीहरूले रिसाउँदाखेरि मैले के पनि भनेन। पछि नि अब छलफल क्लासमा गइसकेपछि अनपुर भनेपछि त हो नपढेकोलाई अनपुर भन्दो रहेछ भन्ने सोच गयो। त्यहाँ छलफल क्लास आएर म पढ्न लागेँ र सामुदायिक वनमा पनि दैनिक गइरहन्छु र स्कुल पनि नियमित गइरहन्छु, छलफल क्लास पनि गइरहन्छु। अहिले तपाईको फेरि पढाइ सुरु गर्नु भएको छ? हजुर, अहिले त्यहाँ फेरि छलफल क्लासमा गइसकेपछि कक्षा 5 मा नाम लेखाएर स्कुल पनि गइरहन्छु, छलफल क्लास पनि गइरहन्छु र सामुदायिक वनमा पनि सबै जानुपर्दो रहेछ अनि घेरबार गर्नुपर्दो रहेछ, जोगाउनु पर्दो रहेछ भन्ने सोचले अहिले सामुदायिक वन पनि भइरहेछ र म यस विद्युतको सदस्य पनि छु। अनि तपाईको अब कतिसम्म पढ्ने विचार छ? सकेसम्म त यसरी त्यति भएन भने नि 8 पाससम्म गर्ने विचार छ। पहिलाको भन्नुपर्दा म यस्तै अब कुनै ठाउँमा गएर अनि अगाडि 2-4 जना मान्छेको मुखमा गएर पनि म बोल्न सक्थेन अनि केही पनि भन्न सक्थेन। यस छलफल क्लासमा गएबाट म आफ्नो जुनसुकै ठाउँमा पनि जान्छु तालिममा र जुनसुकै ठाउँमा गएर पनि आफ्नो परिचय भन्न सक्छु। अनि तपाईको अब यो तालिमहरू लिएर तपाईको जुन अहिले जहाँ पनि बोल्न सक्ने हुनु भएको छ नि तपाई, त्यस्तै कुराहरू कोही अरूलाई पनि तपाईले सिकाइरहनु भएको छ अहिले यी कुराहरू? सिकाइरहेको छु। सिकाउँदाखेरि साथीहरूले भन्छन् ओहो हामी पढेर 9-10 मा पढेर त तँ जति जान्दैनौ, तैँले त छलफल क्लासमा पढेर यति कुरा सिकेछस् भनेर अझै साथीहरूले पनि भन्नुहुन्छ र साथीहरूले पनि केही कुरा सिक्नुपर्छ अनि नपढेर हुँदो रहेछ, हेर पढ्नुपर्छ भनेर सबैले सल्लाह सुझाव दिँदाखेरि अहिले आफूलाई इच्छा लागेर मैले पढ्न